होइन यी वस्तु पनि कति कराएको भने उनीहरूले हिजो बेलुका घाँस राम्रोसँग अगाउन्जेल हाल्दिनन् कि क्या हो? नानी यसरी कराउने वस्तु त होइन। के भन्ने, गाउँ भनेको गाउँ नै हो। हेर त यो हरियाली, आहा, न गाडीको कोलाहल छ, न धुवा धुलो छ, यस्तो आनन्द छ। बुढा पुरानाले त भन्थे गाउँमा बस्यो भने 8-10 वर्ष चाहिँ उमेर बढ्छ है। हो रहेछ। अहिले 2-4 महिना सहर जाँदा यो कुरा पनि मलाई बोध भयो, प्रष्ट भए म। आहा, त्यहाँ सहरमा त एउटा मान्छेलाई अर्को मान्छेको बारेमा केही मतलब छैन। उल्लो घरको मान्छेले पल्लो घरको बारेमा केही पनि जानकारी पाउँदैन। घरको त के कुरा गर्नु, पल्लो कोठा मान्छेले पल्लो कोठाको मान्छेको बारेमा केही थाहा पाउनु। यहाँ पर 2 गाउँ 3 गाउँसम्मको मान्छेको रुगा खोकीको बारेमा पनि जानकारी हुन्छ। बस्न त गाउँमै पर्छ है। हेर त, सरर हावा लागेको छ, धुवा धुलो छैन, आनन्द बसिया छ। काली किन गराएको? घाँस हाल्दैनन् है तिमीहरूलाई राम्रोसँग? ए बिर्खे, अञ्जली, कहाँ गयो यिनीहरू? ओ मुखिनी, होइन एका बिहान बिहान एक्लै बसेर के गनगन गरिराख्नु भएको छ पुरा? के होइन के मुखिनी, के होइन, त्यो सहरमा बस्दा बस्दा दिक्क लागेको थियो। अझै त्यसमा पनि त्यो हस्पिटलको बसाइले त कति तनाव भयो भने मलाई के कुरा गर्नु। अहिले आफ्नो गाउँमा आएपछि कति आनन्द आछ, कति रमाइलो भएछ। आफ्नो गाउँ आफ्नो ठाउँ भनेको त आफ्नै ठाउँ हो के? हो नि बुढा, आफ्नो गाउँ भनेको कहाँ सहर जस्तो हुन्छ त? आफ्नो गाउँ भनेको आफ्नै गाउँ हो नि। साँच्ची बुढा, तपाईँले गाई बस्तुलाई घाँस हाल्नु भयो? अँ मुखिनी, घाँस हाल्न त हालिदिएँ, तर वस्तु बेसरी कराएका थिए। तिमीहरूले त्यो वस्तुलाई राम्रोसँग अगाउन्जेल घाँस हाल्दैनौ कि क्या हो? घरभरि 3 जना परिवार छौ म बाहेक। कम से कम त्यो वस्तुलाई अगाउन्जेल घाँस त हालिदिनु पर्छ नि। के हो के तिमीहरू? किन नहाल्नु नि बुढा, हिजो त धन धेरै हालेको। हुन त हिजो हालेको घाँसले आजसम्म कहाँ पुग्छ र? सुन्नु न बुढा, भन न। पानी परेको परै छ, सबैले मकै गोडिसके, हाम्रो मकै गोड्न पाएकै छैन। यसो खेताला सेताला खोजेर भए पनि आज गोडौँ कि? मैले पनि त्यही सोच्दै थिएँ। अब हामीले मात्रै गोड्न सक्दैनौँ क्या र? खेताला खोजेर गोड्न पायो भने छिटो पनि हुन्थ्यो। त्यो मदन चाहिँ कता छ? त्यसलाई बोलाउनु पाए हुन्थ्यो। अनि तिम्रो छोराछोरी त्यो बिर्खेर अञ्जली कता गयो? बोलाउन तिनीहरूलाई। दाइ सुन न, त अस्ति फोनमा बोल्दै थिइस् नि, त्यो केटी को हो? कोही केटी होइन, म कोही केटीसँग बोल्न त बोल्दिनँ। ओहो हो, कति न हामीलाई थाहा नभए जस्तो। बरु भन् न। खेताला खोज्न बोलाउनु पठाउनु पर्यो। म बोलाउँछु। बिर्खे, जाम बाहिर आमाले बोलाउनु भयो। ल जाम, परे भने। ल आइन। ए अञ्जली, हजुरआमा किन बोलाउनु भएको? के गरेर बस्छौ तिमीहरू भित्र? यहाँ बुवाले बोलाइसकेको छ। तिमीहरू गएर त्यो मदनलाई त्यो अर्को के भन्छन् रे, त्यो के कुरा लाउँदै 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 हिँड्छ नि, कुरो दिने, त्यसलाई को को छन् सबैलाई मकै गोड्नलाई बोलाएर डाकेर लिएर आऊ। हस् बाबा, म बोलाएर आइहाल्छु है। छिटो आऊ है। आमा म पनि जान्छु नि है। तँलाई चाहिँ किन जानु पर्यो? अब खेताला बोलाउने भएपछि यहाँ खाजा पकाउनु पर्छ, म एक्लैलाई गाह्रो हुन्छ। तैँले यसो सघाउँछस् कि भनेको तँलाई चाहिँ किन जानु पर्यो? हे आमा, तपाईँ पकाउँदै गर्नु न, एकैछिन त नि गएर आइहाल्छु नि। ल दाइ पक। के यिनीहरू जान त गयो, कति बेला आउने? अब यिनीहरूको दाजुबहिनी भेट भएपछि गफ गर्दै जान कतिखेर पुग्छन् के थाहा। बोलाएर ल्याए त हुन्थ्यो।
बितिसक्यो मकै गर्नलाई के भन्ने खै यिनीहरूलाई त के भन्ने यत्रो भइसके अहिलेसम्म बुझ्दैनन् ए तेरिका मुखिनी यिनीहरूको रमाइलो गर्ने उमेरै यही हो के अलिअलि रमाइलो गर्न दिनुपर्छ के तिमी खालि काम काम भन्छौ तिमी पनि कम्ती कि थियौ जे काम नगर जता नजाऊ भन्यो त्यतै त्यतै जान्थ्यौ ओहो अनि हजुर चाहिँ नि अरूलाई भन्न त सजिलो छ यस्ता कुरा छोडिदिनुहोस् भरे गरौँला अब अहिले म खाना बनाउन जान्छु कहिले कहिले रमाइलो गर्नुपर्छ के मुकिनी रमाइलो गर्नुपर्छ तिमी सधैँ कामै काम भन्छौ ल जाऊ त्यो मदन र जब्बरे अनि त्यो बिर्खेलाई खेताला बोला भनेर पठाएको कहाँ गयो तिनीहरू आउँछन् कि आउँदैनन् ल्याउन त ल्याउलान् दाजुबहिनी नै गएका छन् अब फेरि आयो भने ढिला हुन्छ कोदाला सोदाला जम्मा गर्नु पर्यो कता कता राखेका छन् आफू 2-3 महिना हराइयो खोज्नै गाह्रो ए साँच्ची दाइ तेरो त्यो केटीसँगको कुरा कहाँ पुग्यो नि कुरा त धेरै माथिसम्म पुग्यो नि अब उसको परिवारले मान्दैनन् जस्तो छ गाह्रो छ नि केही गाह्रो छैन दाइ परिवारले बिहे गर्ने हो र परिवारले मान्नलाई बेलुका मलाई कुरा गर ल हुनेवाला भाउजूसँग हस् मदन ए मदन मदन होइन यो अझैसम्म सुतिरहेको छ कि के हो बिर्खे त पो के कामले आएको यति बिहानै के कामले आउनु नि आज हाम्रोमा मकै गोडाइ छ बाबाले जा मदनलाई बोलाएर ल्या भनेर भन्नुभयो त्यही भएर तँलाई बोलाउन आएको नि मुखियाले नै पो बोलाउनु भएको त्यसो भए त जानु परिहाल्यो नि ल ल हिँड गइहालौँ ढिला नगरौँ ए हो र ल ल गइहालौँ जाम ए मदन सुन त हजुर भन्नु न अझ के कुरा हो जे पनि गाउँका मुखिया हुन् राम्रोसँग गरेर आइदियो है काम त्यो पनि भन्ने कुरा हो र त्यो गरिहाल्छु नि मकै गर्न आएको रे कोदाली खोइ त म बुढी मान्छे यसो घाँस सास गोड्छु नि त
मुखियाबा नमस्ते। दर्शन दर्शन कता हिँडिस् छत्रे? मुखियाबा म त यसो डाँडा घरे माइलीकामा पो जाउँ भनेर हिँड्न लागेको। अनि तपाईँ चाहिँ कहाँसम्म लाग्नु हुँदैछ? ठुक्का नालायक, अहिलेसम्म तेरो बानी सुध्रिया छैन है। डाँडाघारी माइलीका जानै पर्ने। के गर्नु, जानै पर्यो नि। हेर त हेर यसको गति, वर्षौँ भइसक्यो। कति पटक मैले भने, गाउँका मान्छेले कति भने, तेरी आमाले कति पटक भनिन् त्यो डाँडाघारी माइलीका नजा, त त्यस्तो नगर, सुध्रे, गाउँ समाज सुधार्नु पर्छ भनेको फिटिकै मान्ने होइन। के गर्नु काजी साहब, त्यस्तै हो नि। अनि भन्नुहोस् के कति कामले हिँड्नु पर्यो? के हुनु नि, आज मकै गोडौँ भनेको, हजुर खेताला खोज्न छोराछोरीलाई पठाएको, 4-5 जना भन्दा ल्याएनन्। म त तेरो घरतिर जाउँ, तँलाई पनि भनौँ। अनि त्यो बिर्खेलाई, तिखेलाई, नरेलाई, कालेलाई, मदनलाई, काली दिदीलाई सबैलाई बोलाउँ भनेको। तँलाई यहाँ भेटिहालेँ, तँ पनि हाम्रोमा मकै गोड्न आइज। कुरो बुझेस् नि? ए भइहाल्छ नि मुखिया बा, तपाईँको काम भनेपछि त म अरू काम छोडेर भए पनि आइहाल्छु नि। किन चिन्ता लिनुहुन्छ? ढुक्क बस्नुहोस् न। आउँछ केटो आउँछ। अनि सुन्न, हजुर अब त्यो यसो छ नि, यसो हजुर लाउनु हुन्न। त्यो नभए त मलाई जागरै आउँदैन मुखिया साहब। जाँगर आउँदैन होइन, यसो लाउनु हुन्न। हजुर अनि यसो नलाइकन मलाई जाँगर आउन्न भन्न खोजे होला तैँले होइन? मलाई थाहा छ। सुन्न, अब यस्तो गर्नु भएन। हजुर यसो यसो र यसो, यो 3 चिज छोड्यो भने मान्छे ठाउँको ठाउँ सुध्रिन्छ। अब त सुध्रिने कि नसुध्रिने ल भन् त? खोइ अब छोड्न मन त लागेको थिएन। अब मुखिया साहबले भनेपछि के गर्नु? अब हुन्छ मुखिया साहब, अब तपाईँको अगाडि नखाइदिउँला, भइगयो नि। होइन त्यस्तो हुन्न, यो ढुङ्गा म हटाएँ। अब त आजदेखि यसो 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 के पनि गर्दिन भनेर मेरो अगाडि लम्पसार परेर साष्टाङ्ग दण्डवत गर त ल। ल ल ल ल गर। हस् मुखिया साहब, तपाईँले भनिहाल्नु भयो, अब म गर्दैन मुखिया साहब। अबदेखि म खानु। ल स्याबास छत्रे स्याबास। अब एउटा छत्रे सुध्रियो भने 14वटा गाउँ सुध्रिन्छ। ल त हाम्रोमा अहिले मकै गोड्न आइज, त सुध्रिस्। मलाई धेरै खुसी लाग्यो छत्रे, धेरै खुसी लाग्यो। ल त हस् काजी साहब, दाइ अहिले लाग्यो। हस् ल ल। ओहो, होइन सबैले मकै गोडिसक्नु भएछ। बिहान मुखिया साहबले भन्नुभएको थियो, म आउन ढिला भयो कि क्या हो? त ठगाले यही भन्छ भने थाहा थियो नि मलाई। आफै बोलेको हेर न, आफू चाहिँ कति नै गतिले भए जस्तै गरेर। अब म खोइ केले गर्नु? कोदालो खोइ, कुटे खोइ नानी। होइन कोही पनि बोल्दैन त, रिसाएको छन् कि क्या हो? ए बोला न, कुटे कोदालो खोइ। त ठगा त्यस्तै सस्तो किन बोल्ली त? ल अब मलाई जे भयो नि मुखिया बाले बोलाउनु भएको छ, अब म झारै उखाल्छु। के गर्ने अब? ए बोला न, अब खुवाइहाल्नु। म खोज्छु, सक्दैन आफूहरू। कोही बोल्दैन। अब खनि सक्यो। अब म नआइपुगिन खनि सक्नु पाएछ। होइन के साह्रो झगडा गरिरह हो के? खुरुखुरु काम नगरेर यतिमै सकिएको छ र? त्यो तल्लो गरेर देखिन तैँले चाहिँ। ए म यो मात्रै हो भनेर झन्डै तल्लो भनिरहेछ नि। ल जाउँ खानु। पानी परे त बाटो चिप्लो छ, त्यस्तै यत्रो खेताला लाएको बिहानभरि काम गर्ने एउटा हुन्छ नि ढङ्ग। राम्रो काम गरे होइन, बोले गरे अघिदेखि म विचार गर्दैछु। खुरुखुरु काम गर ल। हेर न मुखिया नि आमा प्यार गर्दै आउनु भएको, गर्दैछौ नि। अब खन्ने कुटा छैन, म त झाडु खेल्छु। ए बिचरा
अनि खन्नमा कोठीबाट हात लगाएर आइरहेछ उयो अझ ठुलो मान्छे कुरा गरे हेर्नु त्यहाँ हेर न काली माउबुढी बोल्नु भएको नकर राम्रोसँग खन ए के गरी खन्दैछ त्यो मकै काटेला यत्र बल्ल यत्र पारेछ मलजल गर्दा राम्रोसँग खन अनि तँलाई के भएर यति ढिलो भएको त हिँड्दै ढिलो भयो मुखिनी हामी काम गर्न त कमसेकम टाइममा आउनु पर्यो नि अनि आफै ढिलो आएको छ नि आफै यहाँनिर बोलिरहेको छ त ठुलो स्वरमा यो त यसको नाटक मात्रै हो मुखिनी आमा नाटक मात्रै ल धेरै झैझगडा नगर राम्रोसँग खन है म घरमा गएर खाजा बनाएर आउँछु मुखिनी आमै खाजा चाहिँ एकदम स्पेशल मिठो बनाएर ल्याउनुहोस् है ल काम पनि राम्रो गर्न पर्यो नि मिठो खाजा खानलाई त काम राम्रो गर्न पर्छ के राम्रोसँग काम गर त्यहाँ काम गरिहाल्छु नि मुखिनी आमै तपाईँ किन चिन्ता लिनुहुन्छ हेर्न त्यहाँ जुन चाहिँ ढिला आज उज्यालो आज मिठो खाजा चाहिएको ए चुप लागे काली पर त खानुलाई नै काम गर्नु मिठो ल चुप लाग झगडा नगरिकन काम गर है झगडा नगरी काम गर है म खाजा बनाउँछु गर हस् ल मुखिनी आमै एकदम छिटो चाँडो ल्याउने मलाई त अलिक भुँडी पनि चिलाइरहेछ ए बिचरालाई भोक पो लागिसकेछ भर्खर आएको मान्छेलाई चाहिँ ल साथीभाइ हो अब आज मुखिया बाको मकै पनि खनिसक्यो ल लागौँ हामी सबैजना हेर साथी हो मलाई त यति भोक लागिरहेको छ अब खाजा गर ल्याम खाने हो खानुपर्छ दाइ ए मदन काका भन न किन बोला कि होइन खाना खानु पर्दैन भने अघि नैदेखि आए भन्नुहुन्छ खाना चिसिसक्यो दिनभरि भोकै काम गर्ने विचार छ हो ए हो त है मैले भर्सक्कै बिर्सेको ल तिमी हिँड्दै गर म आइहालेँ ल फेरि कस्तो आइहाली भनेको छिट्टै आइहाल्नु न काम पछि गरौँला ल छिट्टै आइहाल्नु खाना सेलाइसक्यो ए मदन आमा हजुर एक जग पानीले त यहाँ हात धुँ यहाँ पानी हाल्नु होइन है मदन आमा होइन मदन एक दिन घरमा बस्दैन गाउँ डुली गर्छ होइन हामीले मात्र दुःख गरेर यिनीहरूलाई पाल्ने हो र सम्झाइ त्यो छोरालाई हेर्न के तेरो मेरो छोरो भनिरहेको नि तिम्रो चाहिँ छोरा होइन र छोराले गल्ती गरे नि मेरो दोष छोरीले गल्ती गरे नि मेरो दोष हे भगवान केही गरी सुख पाइन मैले त मैले दोष दिएको होइन नरिसा न मैले भन्दा थाकिसकेँ तैँले भनेपछि मान्छ कि भनेर पो भने त बुढी ल जाउँ हिँड्नु खाना ल